हेलो साथीहरू नमस्कार अनि स्वागत छ आजको नयाँ ब्लगमा। कहाँबाट हेर्दै हुनुहुन्छ? म अहिले जुबेलबाट, यो चाहिँ साउदी अरबको जुबेलबाट क्षेत्र हो। जुबेल सिटीबाट म आफ्नो कोठामा गइरहेको छु। त्यो जाने क्रममा साँझ पनि पर्यो, तर यहाँको दृश्य मलाई एकदमै रोमाञ्चक लाग्यो। अ, अनि मैले सोचेँ कि आज साथीहरूलाई यहाँको बारेमा देखाइदिउँ, साँझको बेलामा कस्तो हुन्छ, यहाँको वातावरण कस्तो छ भनेर तपाईँहरूलाई अ, अझै कोसिस गर्नेछु, यहाँभन्दा पनि अझै पनि राम्रो बनाएर देखाउने कोसिस गर्नेछु। यो वास्तवमा भन्नुपर्दा यो जुबेलको साउदी एयरलाइन्सको इसारा भन्छ। यहाँबाट चाहिँ म अहिले साउथतिर चाहिँ गइरहेको छु। अगाडि मेरो कोठा आउनलाई झन्डै हिँडेर 20 मिनट जति लाग्छ। र त्यो क्रममा मैले साँझको बेलामा धेरै मान्छेहरू हिँडेको, यो गाडीहरूको आवाज-जावाज होइन, साथीहरू ड्युटीबाट आउनुभएको, कयौँ मानिसहरू आफ्नो ड्युटी सकेर कोठामा गइरहेको, कोही चाहिँ घुमिरहेको है। यो यावत दृश्यहरू मैले देखाउने कोसिस गरिरहेको छु तपाईँहरूलाई। कस्तो लाग्छ तपाईँले अवश्य पनि यो भिडियो हेरेर मलाई अन्त्यसम्ममा सहयोग गरिदिनु होला। आशा छ अवश्य पनि तपाईँहरूले अन्त्यसम्म हेर्नुहुनेछ। र म अहिले झन्डै यो जुबेल मल भन्छ यसलाई, त्यहाँ आइपुगेको छु। एकदम ठुलो लग्जरियस मल छ। यहाँभित्र पनि म कोसिस गर्नेछु गएर तपाईँहरूलाई देखाउनेछु। एकदमै राम्रो छ। यो विशेष गरी लोकल मार्केट हो है।